Welcome back to another video. Godaharu Guest in the City Part 2. Let's get it. By the way, huge shout out to New coolest eyewear in town. Yes sir. अब भिडियो चाहिँ के हुन्छ भन्दाखेरि पार्ट 2 हो गेस्ट इन द सिटीको 5 जना कन्टेस्टेन्ट हुनुहुन्छ 1 by 1 गर्दै एक जना हुनुहुन्छ अनि केटाहरुले क्वेशन सोध्छ उनीहरुको जात गेस गर्नु खोज्छ और एउटा टिमले राइट गेस गर्यो अर्को टिमले गर्न सकेन भने अर्को टिमले के गर्छ फरफेट खाना हुन्छ केटा रेडी हो Yes sir. By the way, team name के हो टिम नेम Commando, let's get it. टिम नेम Team Ozone Fatty versus Team Commando. Let's go. Let's get it. Wait, मेरो नाम चाहिँ किन लिएको? Guys, we're ready for the Let's first get it. round. Let's get it. No, by the way, guys, यो राउन्डको फरफिट चाहिँ जो टिमले हार्छ त्यो टिम जान्छ अन देयर नीज कन्टेस्टेन्टलाई प्रपोज गर्छ है क्यामेरा रेडी है कन्टेस्टेन्टलाई थाहा छ कि थाहा छैन? ल फर्स्ट कन्टेस्टेन्ट प्लिज आइदिनु होला ओइ ल. जाओस्. Let's get it. ए मलाई डर लाग्यो. कस्तो प्रपोज गर्नुपर्छ? ओए नि हन्ड नि. उता बस्दै ए आउँछ कि आउँछ. हैन किन स्लो मोसनमा हिँड्छ? ल गाइस ल को स्टार्ट गर्ने? ल तहरु गर्न त. सिजर पेपर रक. Caesar paper rock. हामी स्टार्ट गर्ने? सुरुमा म भन्छु ल तिम्रो नाम र एज Kelsang Gurung, एल्सान गुरुङ. Age? गहाने. एज 27. कति 27. 27 नै आगे त हुनै सक्दैन. 17 होला बरु. 27 त हैन स्योर. ल स्टार्ट ल फर्स्ट क्वेशन हैन. तिम्रो घरमा पोर्क पाक्छ? Yes. ओके. ठीक छ. ठीक. ओके. गुरुङ त अफ कोर्स गफ हान्दा हान्दैन. थाहा छ एकछिन. कि साच्चै गुरुङै हो. डबल बफ त्यही त त्यही. अलिक ठुलो बोला ल हल्का तिम्रो घर कहाँ हो भन त? Mustang. मुस्ताङमा मुस्ताङमा के यहाँको घर सोध्ने हो? होइन के गर्ने? तिम्रो 5 जना साथीको नाम भन्नु ओए नाइस. ल मेरो साथी छैन. लो काउन्टर दिइहाल्यो यार राजाले. साथी छैन याद त छैन याद छ. तिम्रो वर्तमान हुन्छ? हुन्छ. ठीक. गुरुङहरुको हुन्छ गुरुङको हुँदैन. ए अब के गुरुङको हुँदैन. यस्तो कपाल हेऱ्यो स्ट्रेट छ. त्यही त है त्यो के हो हातमा? त्यो के होइन भनेको त्यो के होइन भने लामो त्यो रबर ब्यान्ड भने 6-7 हाने. 6-7 तिर कति वर्ष रे? 27 वर्ष गर्ने. 27 वर्षको मान्छेले 6-7 तिर त्यो त अति भएन. चुप. मा सोध्न दे मलाई. यहाँ कुकान दे. के सोध्ने? कोरो गर्छ तिमी? ए कोरा गर्छ कोरा. गर्छ? गर्दैन. कुरा गर्दैन. त गुरुङहरु हैन म हो. त कुरा गर्छ सोध्न गर्दैन. अनि गुड क्वेशन सोध्नु मोटु ल. तिमीलाई कस्तो खाले केटी मनपर्छ? छोरा नेमार कतिवटा नेवारो भरे. कतिवटा हरा सोधिराख्नु न सोधिराख्ने नेवारहरू भने कतिवटा तीन-तीनवटा त भयो होला तिन-तिनवटा दुई दुईवटा कस्तो भने उयो केटाहरू कुक हान्दा यार कस्तो. एउटा क्वेसन तिमी ट ठ ड ढ अण भन त ट देखि T, Th, D, D, अण. कुरकुर एकछिन. तिम्रो ममलाई के भनेर बोलाउँछौ? What the fuck यार अनि भन न. Mommy. नाइस आन्सर. हान्दिने हो? हान्दिने हो? ठोक्दिउँ हो एक जाओस्. एकछिन हामीले गेस रङ गऱ्यो भने के हुन्छ? के हुँदैन ल गेस. उनीहरूको पालि आउँछ हैन ल हामी गेस हान्छौँ. हान्द नेवार हो. नेवार त फक. ल एउटा हिन्ट दिउ न त हिन्ट राउन्ड. गेस रङ भने त्यसो रियल है डोन्ट लाई हिन्ट भन्छ अघिसम्म झुट बोल्ला थियो क्या. टाढा जम्मै किनभने अब हुन सक्छ. Chingchong.
Oh no! गुरुङै भन्नु सक्छ क्या त्यो कुरा There's no way क्या तर no way चिङचङ हामीलाई अब कुरै रिभर्स साइकोलोजी हालेको नि हुन सक्छ कि गुरुङै हो रे के ल स्नाइपर You wanna guess कि you wanna ask a question? आन्दिन्यो केटा हो होइन के चिङचङ I would like to guess ल guess ल तिमी गुरुङ नै हो है wrong Yes! Yes! Oh! ल अर्को एउटा हिन्ट उनीहरूलाई गेस रङ भने हिन्ट पाउँछ है अलरेडी मुस्ताङ मुस्ताङमा होइन के हुन्छ त्यही हुन सक्छ है सर हो र खैलो फाल न के रे मुस्ताङ हैन मुस्ताङ मुस्ताङ छिङछङ मुस्ताङ जाओस् स्नाइप हान्दे स्नाइप हान्दे तिमी शेर्पा हो रङ फक ल वान मोर ल यता ल हिन्ट यता एउटा भेरी भेरी गुड फुड भेरी भेरी गुड फुड ल यता दामी हिन्ट नो साउथ त गुड हो त हुनसक्छ यसले भनेको तर आन्दिन्यो त्यही हाल्नु आन्दिम ल ल गेस आयो ल तिमी थकाल्यो डिङ 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 ल रिभिल हान नि त रिभिल हान Let's see. प्राङ्क हाले फर्फिट गर नि त रुबेले पाउँछ हानिदिन्छु जा कि सबैजना कि एकजना होइन एकजना गर्दैन जा 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 बडी बोल्छ नि जा पावर दिन्छ मलाई पावर पावर ल जा चस्मा यतिकै चिन्दिनँ मैले जा ल त्यसैले चस्मा भन्ने इम्पोर्टेन्ट ओए द न्यू विशेजमा ठुलो बोल न म पो हुन्छ Oh my god. Reject इजी 1-0 होइन कन्ट्रोल राख न What do you guys have to say? के छैन होइन त्यो दिएको हो क्या चान्स चाहिन्छ नि चान्स चाहिन्छ त्यही त म्याच चुप ल फेरि चान्स दियो यिनीहरूलाई फेरि what do you guys have to say? चान्स दिएको यिनीहरूलाई फुचेहरूमा काम छैन ठिकै छ है दिदै बस चान्सेस गुर न गुर हुने कुरा हुन्छ नहुने कुरा छोपेर नि हुँदैन हैन we बुझ take है, every chance बुझ है Team 102 Ozone Fatty. फ्याटी ओजोन चाहिँ थाहा छैन फ्याटी चाहिँ हो है हामी हार्दै छ है तिमीहरू ल you guys have to do मेरो नाम something. चाहिँ किन हाल्नु? ल अब सेकेन्ड कन्टेस्टलाई बोलाउन जान्छ है म सेकेन्ड कन्टेस्ट प्लिज ओए Let's get it. ल केटा रेडी हो तिमीहरू Ready. फर्स्ट अफ अल तिम्रो नाम के होला म चाहिँ माइकल थापा माइकल थापा माइकल थापा अलिक ठुलो बोल्दा ल माइकल थापा गाइस प्लिज विल बी आस्किङ द फर्स्ट क्वेसन माइकल थापा तिम्रो फेभरेट फुड के हो भन ल मोमो मोमो जेनेरिक जेनेरिक तँलाई दियो है सलाद प्यालेट हो त्यो अलि बस होइन तिमीहरूको ल त्यस्तो सोध्नु त्यो के अरे उसको एथनिसिटीबाट के हो भनेर सोध्नु मिल्छ मिल्दैन पायो भने त त्यो बनाले लाइक अब यसले फेभरेट फुड सोध्यो नि अब उसले त जेनेरिक एन्सर दियो होइन मोमो दियो अब मैले तिम्रैबाट उसकै जातबाट सोध्नु पाउँछ कि पाउँदैन तिम्रो घरमा मासु पाक्छ पाक्छ मासु त त्यो त सबकोमा पाक्छ त बाहुनमा पाक्दैन नि त किन पाक्दैन खासिक पनि खान्छ यसो घरमा पाक्छ त यसलाई त म केही गरिदिन्छु यसलाई बोकेर फालिदिन्छु हो कस्तो मान्छे नै साइको छ ल कुरो ल हामी ग्रुप डिस्कसन हामी केटा ओ यो टिम वर्क एज अ ग्रुप हामी टिम वर्क गुड म सोध्छु म ब्रेनस्टर्मिङ अब के हो भने माइकल थापा उसको नाम मासु पाक्छ घरमा खानामा मोमो मन पर्छ बाहुन होइन स्योर होइन बाहुन हो त तिमी होइन नि छेत्री हो कि क्या हो गफ हाने एकछिन अब हामीले के क्वेसन सोधेर हामीलाई अप हुन्छ गुड क्वेसन है तर गुड क्वेसन
ठुलो सरले जति बेला नि हुन मिल्छ होइन त्यो नेभरहरूको लाइक त्यो एउटा एज ग्याप एज त्यो अनि हामी सबजना नेवारै हो त नि केटा हो छिटो थाहा होला नि टिक टिक हान्नु पर्यो छिटो डिफेन्स चाहिँ हाम्रो त बच्चैले हुन्छ एउटा हो क्वेसन हाम्रो त मेरो नि बच्चे बेला भएको होइन ल केटा 10 सेकेन्डमा सोध्नु ल तिम्रो वर्तमान त हुन्छ कि नाइ सोध्ने हो कि के सोध्ने केटा ल क्वेशन पास क्वेशन पास वाइल्ड के सोध्ने त के सोध्ने होइन त माइकल थापा कसम ए उनीहरूकै क्वेसन सोध्दिउँ न होइन पायो वर्तमान त कुन एजमा भएको थियो मेरो भएको छैन भागै छैन भएको छैन कान्छ 14 वर्ष हो कि हो भएको छैन वाउ त्यसले कहीँ पुगेन क्या त्यो क्वेसनले कहीँ पुगेन क्या कहीँ पुगेन के कस्तो लागिरहेको छ त्यो सोधौँ न ल तिम्रो वर्तमानमा चाहिँ हुन्छ कि हुँदैन फर्स्ट अफ अल हुन्छ तर भएको छैन त्यहाँ चाहिँ कहीँ पुग्यो है कहीँ चाहिँ पुग्यो हुन्छ तर भएको छैन सो हान्दिने हो होइन हान्दिने भयो म त डाउन हो किनकि चान्स पाउने भनेको हिन्ट मात्रै हो नि त अनि त्यो एउटा हिन्टले त कहाँ थाहा पाउँछ नि माइकल थापा भने त कहाँ नि यतिकै थाहा पाउँछ त्यही त होइन त हो कि हाम्रै टर्न हो र उसको टर्न होइन यिनीहरूको टर्न हो हामीले भर्खर सोधेको नि ए ल हामी के चाहन्छौँ ल हान्दै ल तिमी नेवार हो डिङ 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 यो चिटिङ आगर ल गेस रिभिल दिस किनकि चिन्ने मान्छे पर्छ क्या ल गेस रिभिल ए होइन ल यो आगोजमा भाइ रहेछ ए हो ए ल थाहा छैन यार होला ल ए जित्यो नि त अन्त नि केटा ल डेढ सोच एकजनामा चाहिँ तिमी हो कि खै यिनीहरूले दिइसक्यो यिनीहरूको मुख हेर न यिनीहरूको मुख हेर कहाँ छ ऊ हेर ओ क्यामेरा एक्चुअली यहाँ प्यान हान्नु पर्यो जस्तो छ केटाहरू अघि बोल्दै थियो नि बोल्दै थियो नि है बोल्दै थियो क्या मुख हेर्नु पर्यो त्यहाँ बोल्दै थियो क्या वाइल्ड बोलिरहेको थियो वाइल्ड के चप 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 त्यो बोल्ला होइन अघि त यो थियो त डेढ फाल्नु ल नङ टोकिरहेको छ अहिले के हो ल डेढ सोचौँ न ल जे दिने हुन्छ होइन अलिक सजिलो दिन केटा हो यता सुन न होइन यतिर त्यो नहरिनहरूको गर्लफ्रेन्ड इन्स्टाग्रामको फर्स्ट केटी लाग्यो त्यो अहिले के गर्ने रमाइलो गर्नेवाला गर्ने के गर्नु सुन न यता तपाईँ साथी होइन अलिकति चुप मुजी अलिकति चुप चुप के हो मुसी म त यो मोटेलाई मेन डान्सर बनाऊँ होइन बेली डान्स गर्न लगाउनु बेली डान्स अनि पछि यिनीहरूलाई साइडमा राखेर होइन त्यसरी त होइन तर जे होस् हल्का यस्तो यस्तो टाइप्स दिएन होइन त्यो गराउनु पर्ला यसलाई बेली डान्स दुईजना साइडमा पछाडि त्यो टोर हान्दै ल तिनैजनालाई इन्भल्भ हान्दिने हो नि त ल जाकेर बेली डान्स मजाले हुनु पऱ्यो न त बेल्ट खान्छ ल म भन्छु ओजनले बेली डान्स हान्छ साइडमा यिनीहरू दुईजनाले टोर खान्छ ल मजाले चाक लगाउने म जज हुन्छ है कति मलाई फेरि डबल डेयर फला नि ल यस्तो गेमहरू किन जहिले हामीलाई अनफेयर हुन्छ यो त मस्त हुँदो रहेछ कि यो गर्न बढी बोल्यो कि नै गर्न गर के कल्प अलिक हल्ला है कल्प भन है मुजी फेरि हाल्छ मुजी हाल्छु नि तँलाई मैले फेरि अलिक हल्ला न ओइ कोलीले जानु होला कोलीले हेर त कस्तो हान्छ ओइ रमाइलो हो यार मुजी मोटुलाई नाङ्गे पारेर यस्तो गर्नु पर्यो होइन त्यो न्युरिटीमा पर्छ क्या फेरि गाह्रो हुन्छ ल केटा 1-1 भयो 1-1 What do you guys have to say about this round? We lose sometimes, we win, but life is all about losing and winning. वे फिलोसफी तिमीहरुले के भन्नु मन टेक द एल फक यु म चाहिँ हल्का रेस्पेक्टफुल म मेरो अपोनेन्टलाई नै हल्का माया गर्छु रेस्पेक्ट गर्छु हैन ल केटा ल we team respectful के ल केटा लक इन प्लिज अब थर्ड राउन्ड राइट है यस्तो चाहिन्छ ल थर्ड राउन्डको फर्फिट हार्ने टिमले बेल्ट भेट्छ नट ब्याड हो नट ब्याड त्यो तर जित्ने हो हामी तर जित्ने म बोलाउनु जान्छु मैले बोलाम यति भन्छु हैन केटा मैले लेनेनको प्यान्ट लगाएको छु मैले बेल्ट खायो भने म फेरि हल्का डेडली हुन्छ हैन सो मिलाम है केटा of course it's okay नेवार हामी आर्को हार्छ मज्जा आयो त मजा आयो त त्यो अलिकति हुन्छ नि कम्पिटिसन होस् नि त कम्पिटिसन चाहिँ वान साइडेड विन वान साइडेड नहोस् भने कि हामी सब नलिउँ न धेरै सोध्ने ल ल 5 वटा सोध्ने ल त्यसपछि हिन्ट गर्ने अनि हल्का ट्याक्टिकल गर्दिएको के कति गर्दै यार
जहिले चाका लाउनुपर्छ लास्ट टाइम पनि इराउनु थियो के ऱ्याप डान्स जाँदै क्या लास्ट टाइम झन् मै हो कि म मात्रै हो क्या मैले चाका मलाई चाहिँ किन भेटिरहेको छ दिएको पर्ने बुझ्न त्यो त अब यो त फ्याट सेभिङ भयो फक यु यार नत्र के भन्ने यार बुझेन चाका लाउनुपर्छ ऊ त्यहाँ त कपाल मिलाउँदैछ अब त म चाहिँ हल्लाइदिन्छु म जेब पनि हल्लाइदिन्छु अब त्यो अगाडिको गराउनु पर्ने रहेछ Who gonna get their ass whooped है त कसको कर्नु पड्किने भयो थाहा पाइन्छ है अब ल अर्को कन्डिसन प्लिज आउनुहोस् लेट्स गेट इट बस्नुहोस् ल तिम्रो नाम मेरो नाम आयुष ल ठिक छ आयुष आयुष स्टार्ट आयुष मानन्दर हो क्या त्यही है म त्यही सोचिरहेको थिएँ होइन हो र होइन होइन हुन सक्दैन होला है कहाँ ल्याउँछ र होइन चिन्छौ ल हामी फर्स्ट क्वेसन होइन सोधौँ 5 क्वेशन्स है यु गट 5 क्वेसन्स होइन 5 क्वेशन्स छ तिम्रो घरमा रक्सी बनाउँछ कि बनाउँदैन मेरो घरमा बनाउँदैन गुड क्वेसन हो ड्याम यु अप अन द्याट कम अन लाइक हुन्छ नि घरमा रक्सी बनाउँदैन होइन दामी अन्त सोचेर दिएको ल यो दिस इज द बेस्ट क्वेसन आई क्यान थिङ्क अफ है तिम्रो फेभरेट सेक्स पोजिसन कुन हो स्टिल भर्जिन नो सेक्स नो सेक्स प्राउड भर्जन है बाउन हो तिमी नो 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 चुप न यो गेस हो गेस हो हिन्ट पाउँछ नि अनि मैले हिन्ट पाएँ हामीले हिन्ट पाएँ हिन्ट राउन्ड प्लिज हिन्ट एउटा त्यो मलाई छ्याङ पनि मनपर्छ छ्याङ पनि मनपर्छ त्यही साइड लिन हुँदैछ क्या फेरि छ्याङ पनि मनपर्छ पनि मनपर्छ त्यही साइड लिन भएर छ क्या तर अहिले क्वेसन सोध्छु क्वेसन सोधेर अनि हामी गेस गर्दा हुन्छ होइन अहिले क्वेसनै सोधौँ क्या हल्का अझै न्यारो डाउन सोध ब्रो प्लिज तिम्रो सरनेममा दुईटा छ हो दुईटा छैन ठिक छ ओके हिन्ट पाए चाहिँ भने राम्रो भयो ल ग्रुप डिस्कसन प्लिज ग्रुप डिस्कस कस्तो हो अब तिमीले मान्ने इलेक्सन मलाई त स्योर पाउनु जस्तो लागिरहेछ अनि मैले अघि रहनु भयो होइन मलाई स्योर पाउनु जस्तो लागिरहेछ अझै पनि मलाई चाहिँ स्योर पाउनु जस्तो लागिरहेछ होइन क्वेसन छ काम what kind of questions कस्तो सोच्ने अब सोच त केटा बाउनको लागि क्वेसन होइन तिमीलाई पोर्क मनपर्छ कि नै मलाई मनपर्छ मनपर्छ होइन त्यो त मलाई नै मनपर्छ मनपर्छ भने खाइहाल्छ नि मुजी हो कि नै अझ तिर्पल लिएको हुन्छ नि एक्सन आयो ट्रिपल भन्दाखेरि एक्सेन्ट आयो क्या कुन एक्सेन्ट आयो है कसले भन्छ त्यसरी त्यो कसले भन्छ क्या ए त सोध्ने एक्सेन्ट होला हौ त्यो त तिमीलाई कुन चाहिँ एथनिसिटीको केटी मनपर्छ मलाई बाहुन ब्राह्मीण मनपर्छ कसम ब्राउन ढाटा आएन कसम म त सकमै गयो यार राई पनि मनपर्छ है राई पनि मनपर्छ थपिहाल्यो सब मनपर्छ रेस्पेक्ट हो रेस्पेक्ट हुन्छ नि सेक्स पोजिसन चाहिँ कुन हो भनेन होइन सोध् न अब एकचोटि मजाले सोध्छौँ है त केटाहरूलाई कस्तो कतातिर जाम जस्तो लागिरहेको छ भनको ल आई थिङ्क सो है हुनसक्छ जस्तो लाग्यो के भन् त म पछि भन्छु 5 मिनट देन सोच न केटा हो म सोच्दैछु के म्या ब्रेनस्टर्मिङ प्लिज गाइस ब्रेनस्टर्मिङ अब के हो भने उसलाई पोर्क पनि मनपर्छ बाउन हुनसक्छ हुन नसक्छ सोध ल मोटो ल तिम्रो फ्यामिली होइन कतिको रिलिजियस छ तर यो क्वेसनले के हुन्छ मम चाहिँ अलिक रिलिजियस हुनुहुन्छ ड्याड चाहिँ आई डोन्ट नो म चाहिँ मान्दिनँ तिमी मान्दैनौ ब्याड वे हो त्यहाँ हातेर बाइक चलाउँदा भएको है होइन स्कुटी चाहिँ चलाउँदा हो उस्तै रहेछ नि त नि धेरै नकुदाऊ है नकुदाऊ होइन चिप्लेको क्या बालुवामा राइट सेफ
चिन्ने नै हो छोराको प्याराग्राफमा निस्किँदैछ कि बिस्तारै बिस्तारै मुख देखाउँदा हुन्छ हौ एकछिन तर कस्तो चाहिँ उसको फेस सेप कस्तो आयुष मानन्दर जस्तो देखायो क्या मलाई कसम भनेको होइन अहिले सोध्दै पाए ल तिम्रो घरमा हुने सबभन्दा ठुलो फेस्टिभल के हुन्छ मेरो घरमा दसैँ हुन्छ मलाई लागिरहेको त्यही भन्छ भनेर मेरो पनि दसैँ हुन्छ हामी हल्का सोचेर है राम्रो छ बेल खानै हुन्छ नि यस्तो हेर्दाखेरि के कसम भने अब यसपछि चाहिँ गेस गर्नु पाउँछ म हल्का क्वेसन फ्रम लास्ट क्वेसन त्यसपछि गेस गर्नु पाउने ल भन्नु तिम्रो होइन तिहारमा न्यु इयर मनाउँछ कि मनाउँदैन न्यु इयर हाम्रो घरमा चाहिँ मनाइँदैन स्नाइप हान्ने हो अब त अब गेस हान्नु मिल्छ क्या ठोक्दिने हो त्यसरी भने नै सुजान थिएन त्यसरी होइन मैले भनेको नि भनेको नि तैँले भरा ल ब्रो किप मेकिङ इट वर्स यार भन्ने स्नाइप हान्ने हो त ठोक्दिने हो के भन्नु नठोकु मलाई हान्दिने हो ल हान्दै तँ हान्दैन त्यसपालि ल अनि फेरि हान्नु फेरि होला कि तिमी राई हो रङ त्यो वाइल्ड हल्का टाढा क्या म यो अर्गनाइजेसनको होइन कुन अर्गनाइजेसन घोडाहरूको होइन कजनै पर्छु म कजन पर्छ घोडाहरूको एकजनाको कजन पर्छ यस मेरो कजन त होइन तेरो त होइन मेरो त कहाँ हुन्छ मेरो त कजनै छैन अनि छ तर छैन तेरो कजन हो अनि भर्खर राई भन्यो होइन भन्यो समयको त होइन आई वुड लाइक टु होइन त्यही त होइन मोस्टली त्यही त हो नि ल एकछिन गेस गर को नेवार हो तिमी कसको डिङ 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 कसको कजन हो कसको कजन हो कसो तिमी तर त्यो बिग हिट यार तर तिमी कस्तो क्लोज हिँड्थेको नेवार बाई कोही नेवार बाई कोही छैन कि यो मात्रै हो क्या कस्तो त्यो नेस हान्दिएको कि हान म त खासै के छैन हामी सबैजना चिन्छ सुभाष रे चाकुमा खायो सुभाषको कजन हो तिमी ल के म थाहा थिएन थाहै थिएन अर्को सरप्राइज गाइड त्यही त किन दुख्छ जस्तो लाग्यो यार यो त ओइ बुझी पड्क्यो होला ओइ मार्दियो होला ब्रो बस बस्दा दुख्छ होला हौ म त म्याच हान्नै पर्यो नि हैन र ओला ओपनिस जाऊ यो दुख्यो होला यसले रिस निकाल्यो के ठीक छ बेली डान्स मैले म्याच हान्नै पर्यो मोदी सक्यो यार बेन्ड ओभर यार ब्रो मायाले मायाले है त म स्टेप इन हान्छु है त यसले मिस हान्छ स्योर त्यो डोक त हान्नु पाएन नि ठीक छ म्याच हान्नै पर्छ तैँले होइन एउटामा मात्रै हानिस् के सब फोर्स एउटा चाकमा पऱ्यो क्या यो केटाको कति स्कोर यो बेल्ट टिम फ्याडीलाई जितेछ है हाम्रो नाम फेरि भन्दै त टिम फ्याडी फेरि भन्दै त ओजोन फ्याडी यस ल व्हाट डु यु गाइस हैव टु से यो राउन्डमा के भयो ठीक छ व्हाट वेन्ट रङ त्यो इन्ट रङ भयो नि त इन्टर राइट थियो त्यसमा हान्थ्यो कि
फर्स्टमा फिनेस हान्थ्यो कि किनकि न्यू इयर भनेपछि गरे क्या टाइप्स दियो क्या भनेपछि नेवार माइन्डबाटै उड्यो अनि के हालमा त झुकेको म वाइल्ड झुकेँ क्या त झुकिस तिमीहरुले चाहिँ what went right यार Everything. We always right. always right Always right. इन्टेलेक्चुअल मान्छे होइन हामी प्रोसेस अफ इलिमिनेसनबाट गएर हामीले चट्ट लगाएर कुकुर स्कोर इज 2-1 नेक्स्ट राउन्डको फर्फेक्ट सुन्ने हो सुनौँ ल लुजिङ टिममा हैन तीनजना टिममा तीनजना छ टिमको तीनजनामा एकजनाले बच्चा पाएको छ एक्कर्सको दुईटा ल्याम प्रोडक्सन सोफामा सुतारे बच्चा पाएको छ एउटा च्याम्पा हान्छ अरे अर्कोले पुश पुश अब त कुल्ला गराउनु म अघि इल्लै गर्नु पर्छ के ओजन सक्यो ल केटा हो स्कोर कति छ रे बाइ 2-1 you guys have to do something यार अब गर्छौँ कुन चाहिँ बच्चा पाउँछ हेरौँ न त मलाई किन एक्साइटेड छु म ल नेक्स्ट कन्टेस्टेन्ट प्लिज आउनु होला दुईटा नेवार भयो क्या ब्रुले त वाइल्ड हिन्दी रे घोडाहरुमा नेवार बाइक कोही छैन राई सोधिसकेको ए राई क्यान्सल भइसकेको थियो क्या सेट अरे टक छ त स्टाइल त आज फोन झिक्दिहाल्यो क्विक रिलहरू हेर्नु स्कुल हान्दिएन हजुरको नाम सौविक 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 साच्चीको नाम हो साँच्चीको नाम हो ल सौविक सौविक राई सुन्दा कस्तो त्यो म्याच हुने स्टार्ट तहरको स्टार्ट ए हो हामी हान्दिउँ न त के छ र क्वेशन चाहिँ क्वेशन्स पाउँछ नि त मुखको स्ट्रक्चर हेर्दै नेवार जस्तो लागिरहेको छ हैन हैन स्माइल हान्दैछ उताभित्रमा थाहा हान्दै हान्दै तिमीलाई बच्चा बेला होइन तिम्रो हजुरमाले के भनेर बोलाउँथ्यो तिमीलाई बाबु नाति ओइ ओइ नाति नाति भनेर बोलाउँछ नाति निश्चल त गोडेड रहेछ तिमी चाहिँ हजुरआमाले के भनेर बोलाउँछौ हजुरआमै भन्छ हजुरआमै भन्छु हजुरआमै भन्छौ हजुरआमा खाना खान आउनु भन्छौ हो के वेल इस्टाब्लिश्ड छ त वाउ यार अर्को क्वेशन छ नाति भनेर बोलाउँछ भन्छु माग भनेको आमा हो नेवारीमा माग के माग ए जुम न ओइ टिम टकेर यार बच्चा पाउनै पर्छ के क्वेसन सोध्दै त फेरि हैन एन्सर सोध्नु ल 5 मिनेट दिन म अलि सोधिहाल्छु के स्नाइप हान्नु मिल्छ हैन मिल्दैन मिल्दैन गिभ इट सम टाइम बॉयज के भन्ने है सोध त तिम्रो टुप्पी छ त्यो अति त्यो भयो के कस्तो ल छ कि नै भन्दियो त ल छैन छैन तर कहाँ बाहुन पनि आजकल हाल्दैन बाहुनहरू एडभान्स भइसक्यो एडभान्स त के भने है त के भन्नु खोजेको होइन त्यो मोडर्नाइज भइसक्यो अनि त्यो भन्न चाहिँ त्यो लो चोरा हैन मेरो पनि टुप्पी छ हौ मोजी जिस्केको फेरि खै अब त्यो जे नि हुन सक्छ त्यो मेसीको मिल्दैछ न ए टाइप्स आले ल कान्छा तिमी हैन दशैंमा मोजी टक्क लाएर कुन कलरको टिका लगाउँछौ भन त पर्पल कलर भयो रे रातै लाउँछ त रातो लाउँछौ रातो टिका निदरमा टलक टलक अगर ठुलो बोला न ल सही सही दामी 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 ल ओ नो गाह्रो भयो मलाई गाह्रो भएको वाइल्ड गाह्रो भयो म हेल्प आउट हानिदिन्छु के गर्ने भन् त मलाई विनर लाउँछ कस्तो के अनि उ त्यहाँ उ त्यसले लाउँछ यो उता खाली अब ल यसो गरौँ न त कस्तो कतिवटा क्वेसन भयो दुईटा भयो यस अनि अहिले स्नाइप हान्नु मिल्दैन रे के मिल्दैन मिल्दैन त्यही त एउटा क्वेसन ठोकिदिनु पर्यो क्या अब ल्याप्पै सोच्नु त आउ त बो ए ल तिमी लाइक तिम्रो एउटा गाउँ तिम्रो त्यो एन्सेस्ट्री गाउँबाट आएको कि पहिलादेखि काठमाडौँमै हो गाउँबाट हो फक मी यार अब थाहै भएन क्या भन्दा थाहै भएन क्या केटा ल एउटा म यस्तो सुन एकछिन होडन एउटा यस्तो क्वेसन सोधिदिन्छु तिमीले अहिलेसम्म ढालेको छौ किन हामी सोध्नु मिल्छ ओए ल ओए झुटो बोल्न सक्छौ ल तिमीले अहिलेसम्म ढाँटेछौ कि नै भन त
यो चाहिँ अनेस्टली भन्नु पऱ्यो छ कतिवटा त्यो सोधेन किन न हल्का स्पाइसी अफ केटा हो स्पाइसी सब झुट रे स्नाइप हान्नु स्नाइप स्नाइप हान्नु हो न नाइ भन्दिम हो हो र एक जाओस् म त हान्दिन्छु हल्का लसियस बनाइदिउँ न ल तर यो स्नाइपमा चाहिँ हल्का 4 पेट जस्तो राख्दिनु न त केही त होस्ट किन बन्नु खोजिरा हैन मैले लाइक होइन त्यस्तो अघि मुख तेरो सालेको भन्दिम तेरो सजेसन्स हामीले सोधेको छैन क्या एज अ फेलो इन्जोयर हैन फेलो इन्जोयर हैन सजेसन्स दिएको के कसरी तर यो लोक कसरी हैन हामीले सोध्यो तँ सोधिस् तँ सोधिस् तर ओपिनियन्स म्याटर हो कि नै ल के रहेछ स्नाइप अफ कोर्स इन लाइफ ल होस्टले चाहिँ भन्छ त्यही त स्नाइप हान्ने किन होइन होस्टले किन मैले भने मान्नुहुन्छ जस्तो लागिरहेको छ किनकि हाम्रो होस्ट अघि मुख साले थियो अनि यसो गरौँ न एउटा क्वेसन यता एउटा क्वेसन यता त्यसपछि स्नाइप एउटा क्वेसन त्यो गरेर ठिक छ नि त फेयर फेयर हामी सोध्नु पर्नु एउटा क्वेसन सोधे त म अफ जान्छु मलाई किन स्नाइप हान्नु मन लाग्यो म चाहिँ पैसा सोधिदिन्छु सोधे ल तिमी नेपाली हो के लाग्छ के लाग्छ बुझि मन पर्यो है आन्सर मलाई अब के हो भने तिम्रो के भन्छ त्यो भिलेजमा गएको तिम्रो कहाँबाट आएको काठमाडौँ कताबाट सरेको गाउँबाट कुन गाउँ कुन गाउँ गाउँ होइन ठाउँको नाम भन्नु यो गाउँ त भन्न पायो हो मिलाएर भनिहाल्नु पूर्वबाट ल पूर्वबाट त तर रातो टिका ओइ स्नाइप हान्ने रे उपदेश टेक इट हान्दै पड्काइदे हेड शट ल तिमी बाउन है रङ अब एकछिन ल के फिल आइरहेको थियो होइन तिमीलाई त कस्तो मनदेखि फिल आइरहेको म त आउँछु म त नेपाली हो कि होइन नेपाली हो कि होइन स्कोप हान्दिम स्कोप ल ल केटा ल हिन्ट हिन्ट एउटा दियो त्यो त्यस्तो नजिक होइन हल्का टाढा हल्का माया गर न। हिन्ट त्यस्तो धेरै नजिक पनि होइन फेरि राजा बुझ है बुझ जिता हुन्छ ओके पूर्वबाट आयो है पूर्वबाट तिमी आयो आउँदै छौ बाटोमै छौ अझै ल राम्रोवाला एउटा सोचेर मेरो कास्ट चाहिँ अब यहीँ हुनुहुन्छ हजुर फेरि एकचोटि रिपिट गरिदिनुहोस् हो छ नि तपाईँहरू मध्ये एकजना हुनुहुन्छ हामी मध्ये मुझे साउनेवार छ एउटा राई छ होइन अब यस्तो कुरो रातो टिका लगाउँछ भनेको छ भनेपछि यतातिर त परेन होइन जुटो बोल्न पनि सक्यो हुन्छ कहाँ तिमीले झुट बोला हिजोमा त कहाँ झुट बोल्नु भाइ होइन ब्रदर अघि भनेको स्नाइप हान्नु स्नाइप हान्नु तिमी नेवार हो रङ ओइ यो त छ नि अब यो त भाग्यो नि समय हाम्रै जात भनेपछि यही त हो नि यति मध्येमा भन होइन अनि त्यो भन्नै पाउँदैन होइन भइसक्यो स्नाइप राई डिङ 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 बत्ता पा मुजी मोटे बत्ता कसले सुन त तर अरे सुन बस न बस केटा म बुझाउँछु उसले रातो टिका लाउँछु भनेर तर झुट बोल्यो झुट बोलेको थियो नि त्यही भ्यालिड We have to act, right? So, एकछिन हामी नोमिनेट गर्छौँ ओजोनलाई होइन हामी ओजोनलाई नोमिनेट गर्छौँ You guys agree होइन Yeah, we're fine. Like, do what you want. जज म गर्छु होइन राम्रो भएन भने ओजोनले फेरि के हान्छ होइन सबजनाले केही न केही डेढ पाउँछ ल बुझिस् हात नसम्म ल ओजोनले सुतायो बच्चा ल ओजोन सुत कान्छ पुश ओजोन सक्छ ओजोन टाउको देख्यो
छक्का निस्क्यो ल नाम यसको नाम क्राउड 2-2 होइन पर्फेक्ट कम्बिनेसन भएको छ होइन ल ल ओजन तँलाई कस्तो लाग्छ न्यू बोर्न हेर भाइ कङ्ग्रेट्स यार Congratulations. सँगहरू नि हु इज द फादर हेर भाइ Who's the father? Who's the father? It was AJ. आयो नि अब के रहेछ ब्रो कङ्ग्रेचुलेसन्स कङ्ग्रेट्स ब्रो नाम के राख्छ ब्रो तर ड्याडी भएछ नाम हाल्न ब्रो नाम सोच नि त उसको लागि म अहिले 5 मिनेटमा सोच्छु AJ? एजे जुनियर ल ल ठिक छ 2-2 हो फाइनल राउन्डमा पुगेको छ हामी लास्ट विनर टेक्स इट अल है ल फाइनल राउन्डको फर्फिट चाहिँ विनिङ टिमले डिसाइड गर्छ फाइनल राउन्डको फर्फिट विनिङ टिमले डिसाइड सो गर्छ डेयर सो अनदर जे नि हुनसक्छ जे नि गर्नु मिल्छ यार ओके एक्सट्रिम डेयर्स मिल्छ यो राउन्डमा चाहिँ अब 3जना छ तिनवटालाई एक-एकवटा डेयर पनि दिनु मिल्छ Competition. विनर टेक्स इट अल स्टेक्स आर हाई ल म लास्ट कन्टेस्टेन्ट बोलाउँछु ल लास्ट कन्टेस्टेन्ट प्लिज आइदिनु होला है विनर टेक्स इट अल लेट्स गो तपाईँको नाम आर्यन 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 कसम कसम केटाहरूलाई क्वेसन स्टार्ट सुरु गर त अब के सोधौँ एउटा गुड क्वेसन सोधौँ त ल मलाई एउटा राम्रो क्वेसन आइरहेछ सोधौँ दिस इज द बेस्ट आई क्यान थिङ्क अफ है तर तिम्रो फेभरेट सेक्स पोजिसन कुन भन त मेरो डगी डगी के हो गेस भन्दैन त बाउन्ड ए हो अरे राजाले आई थिङ्क सो ठिक छ ल I think so. उसको रियाक्सनले बाउन्ड हान्छ जस्तो लाग्यो ढुक्क खै क्वेसन सोध्नु पर्यो तिम्रो बर्थडे बेला कुन चाहिँ मन्दिर जान्छु अनि कहाँको मन्दिर जान्छु मन्दिर जान्छ बर्थडेमा म त मन्दिर नै जाँदैन गुड आन्सर मन पर्यो ल लक्स ए गुड ग्रेट यार गोडेड छ गोटेड छ सोध न मजाले इन्टरेक्सन गरौँ होइन हामी वे एज ए टिम होइन होइन तिमी यस्तो चाहिँ नगरिदेऊ होइन हल्का गफी भइरहेछ तर भन न के होइन सोच्नै पऱ्यो कि मैले तिमी रातो टिका लगाउँछौ म त पहिलो पनि लगाउँछु पहिलो पनि लगाउँछौ भने अब म चाहिँ झुट पनि बोलाएको रातो र येलो पहिलो त सरादको बेला सबैले लगाउँछ मिक्स गर्छ नि मिक्स पनि गर्छ यसो गर्नु त ए हाम्रो टर्न होइन हाम्रो टर्न यिनीहरूको यस्तो टिम फर्म हेर्दाखेरि अल ओभर द प्लेस छ डराइसक्यो लाइक हुन्छ त्यो भाइब्स आएर चाहिँ म कस्तो त्यो कन्फ्लिक्ट क्या इनर कन्फ्लिक्ट भएर इनर कन्फ्लिक्ट त्यही त किनकि हाम्रो ओजोन छ नि त भर्खर बच्चा पाएको छ हल्का हर्मोन्सहरू हल्का उस भएको छ क्या ल ल ल तिम्रो ड्याडको नाम के हो मेरो ड्याडको नाम मलाई थाहा छैन ओ ला 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 गफ हाने तर ठिकै छ होइन अडप्टेड ए आउँथ्यो नि गाडी पार्छ यार ठिक छ ड्याडको नामै थाहा छैन मम्मीको नाम थाहा छ कि छैन नि छैन आफै स्पन भएर ठिक छ मम्मी पनि थाहा छैन ल राम्रो सोध त लु यस्तो हेरौँ न एकचोटि के यस्तो त्यहाँ छाडा देखिरहेको छ अलिकति त्यहाँ यस्तो लगाइरहेको रहेछ कि डिस्कसन गरौँ न तिम्रो गाउँ छ कि यताबाट हो म त घरबाट हो लास्ट टाइमकै राजा ल्याइस् क्या तैँले लास्ट टाइम जो ल्याएको त्यही ल्याइस् तैँले थियो लास्टको थियो क्या एउटा थियो क्या यस्तै थियो के लागिरहेको छ कस्तो कहाँतिर लिन भएर हो कि क्या हो सस लाग्यो है मलाई होइन त्यस्तो नि गर्दैन होला तर बिग स्टेक चाहिँ एउटा गुड क्वेसन जेनेरेट गरौँ त हामीले खतरा चाहिँ लास्टको वर्दी पनि छ है है तर त्यसरी किन भने होइन कस्तो वर्ड देखिन्छ भने त्यस्तो किन भने तिमीहरूले गेस गर्न सकेछ भन्छ अनि त्यही वर्दी छ टप होइन लास्टको तिम्रो म पूजा गर्छै गर्दैन हजुर म पूजा म पूजा गर्दैन नि पूजा त्यो त थाहा के गर्दैन भने गर्दैन रे खै
खै के भन्यो खै के भन्यो गर्दैन तिमीले अहिलेसम्म झुटो बोला छ कि छैन म त बच्चैदेखि झुटो बोल्दै आएको यो के अस्तिको मुजी अस्तिकै हो कि क्या होला तिम्रो एन्सेस्टर्सहरू पनि पहिलादेखि काठमाडौँ बस्यो कि बाहिरबाट आएको काठमाडौँ है आम लिनी नै तिम्रो वर्तमान त हुन्छ कि नै वर्तमान त हुँदैन नि हुँदैन अब त्यो साँचो कि झुटो नै थाहा के भन्यो साँच्चो कि झुटो साँच्ची भन थाहा छैन होस्टसँग त्यसरी न्युज मिल्दैन नि फेरि स्नाइप हान्दिउँ पड्काइदिउँ डर लाग्छ है फेरि हिन्ट आउँछ है भनौँ तिमी तामाङ प्लिज गिभ अस द हिन्ट म त्यस्तो घरबाट जहाँ अरूले आएर ढोक्छ अरूले सम्मान गर्छ सकिसे How is he gonna wild in there? I would like to सक्यो Bound? बच गया अब हान्दै सबैभन्दा राम्रो सबैभन्दा राम्रो ब्रो लोकी रेसिस्ट र सबैभन्दा ठुलो ओइ हान्दै त्यो हान्दै जाओस् केही हुन्न हार्यो भने सँगै हार्ने हो ल हान्दै तिमी शाह हो होइन हिन्ट आयो give us the hint. Give us the hint. हाम्रो रगत पनि एकदम बलिलो छ ओ त्यही हो कि हो कि होइन हान्दिम कि क्या हो हान्दै कि क्या हान्दिम कि हो हान्दै कि क्या तिमी राणा हो होइन राणा डाइनेस्टी म क्वेसन फाल्छु त ल तिमी कुन ठाउँबाट हो अनेस्टली तिम्रो गाउँ सुदूरपश्चिम अनेस्टली हो नि अनेस्टली नै हो यो चाहिँ रियल हो है फेरि तिमी मल्ल हो होइन म हिँडिदिन्छु ल एउटा म दिन्छु अलिक केटाहरू धेरै गाह्रो भयो होइन ब्रोको कास्ट चाहिँ त्यो सुन्दै टप मान्छेले भन्छ है खालको त्यही हो We would like to guess. त्यो भन्नु खोजेको कि उनीहरू खास Subba. होइन यस्तै खालकै त्यो सुन्दाखेरि नै सुन्दाखेरि ल अब सुब्बा भनेर एकदम ठुलो मान्छे यो पनि त्यो सुन्दाखेरि ठुलो सुब्बा भनेकै टाइटल हो कि उसको पनि टाइटलै हो पक्कै त प्रधान भने नेवार होइन र प्रधान त होइन दामी छ तर त ठ्याक्कै उल्टो भयो कि Loki, I got no clue, bro. पूर्वको सुब्बा पश्चिमको को I've never heard to Sundar Pachim. सुन्दर पश्चिम भने कहाँ हो पश्चिम हो वेस्ट हो वेस्ट हो वेस्टमा के छ वेस्टमा के छ इलाम वेस्टमा हो इस्ट हो वेस्टमा के छ वेस्ट साइडमा के छ वेस्ट साइड वेस्ट भनेको तेरो मनाङ मुस्ताङ वेस्टमै मनाङ मुस्ताङ हो तर मनाङ मुस्ताङको हो कि उले सुदूरपश्चिम ल अर्को हिँड फाल्छ यार फाल्दो यार गाह्रो भयो ऱ्यापरहरूकोबाट हिन्ट दिन्छु ल ल नेपालमा अहिले चलेको टप ऱ्यापर पनि त्यतैबाट हो टप जस्तै इट्स योर बिग डग जेम्सी हो पक्कै अनि जेम्सी त थाहा छैन यार त्यो थाहा छैन छोड्दैन तिमी चाहिँ अनि जेम्सी त पाउने कि थरी सहरमा गर्दै म सो ओए कपिराइट लाग्छ त के हो त ऱ्यापर टप ऱ्यापर राम्रै भयो अरे ब्रोको त व्हाट द क्रेजी गर्छ त ल ऱ्यापिड फायर हान्दिम ब्याट हान्दिम गेस मात्रै हान्ने हामीले यो गेस पछि होइन यो गेस ठोक्दै ल एउटा हान्दै एउटा कास्ट हान्दै हामी जेनी हान्दैन ब्ल्याङ्केस है के छ ल प्रधान हो होइन त्यही अब ऱ्यापिड फायर चार्जर 5 सेकेन्ड समय 5 सुनवार ब्रो सुनवार भनेको कसरी वेस्ट हुँदै हुँदैन वेस्टमा भन्न वेस्टमा पश्चिम भने हैन ल त्यो भन्दा वेस्टमा त्यो तर हो वेस्ट म इस्ट हो त इस्ट हो हामी टोटल डिफरेन्ट वेस्ट भने तराई हो
वेस्ट साइड हो क्या तर भनेको साउथ हो क्या साउथ हो वेस्ट के हो वेस्ट भनेको माथितिर मुस्ताङ जियोग्राफी क्लास विथ संयोग राय है ल जियोग्राफी क्लास ल ल नेपाल यस्तो छ हैन यस्तो छ माथि हिमालयन रिजन हिली रिजन हिली अनि तराई रिजन तराई अनि वेस्टमा तिनटै पढ्न सक्छ कि यो भएको नि त damn! तिनटै पाएको कि वेस्टमा तराई भन्ने मात्र हुँदैन के वेस्टको तराई हुन्छ वेस्टको हिमाल रिजन भनेको मनाङ मुस्ताङको मान्छेहरू भयो कि वेस्टको तराईहरू अनि उ चाहिँ कहाँबाट आउनु त्यो चाहिँ सुदूर पश्चिम भने त्यो मलाई थाहा छैन अब जस्तै इस्टको पनि टर्ने हुन्छ इस्टको मुनि झापा भयो यसको माथि किनकि यस्तो हुन्छ नि त यस्तो ट्रायङ्गल हुन्छ भने यतापट्टि 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 हुन्छ नि त नि ल ब्रो एउटा राम्रो हिन्ट थियो राम्रो क्लोज हिन्ट प्लिज यार प्लिज नेपालको राजा भन्दा नि हल्का ठुलो कास्ट हो अब दुवैजनाले सँगै गेस हान्नु यो लोकी त्यो होइन सुन्दै ओइ हामी त्यस्तो हिस्टोरिकली हामी त्यस्तो हाम्रो टर्न हो हाम्रो हिस्ट्री नराम्रो हाम्रो हिस्ट्री पक केटा पक पक ल पक दियो ल लके मात्रै युज गर्न जस्तो लाग्यो किनकि माथि छ हो छ जस्तो लाग्यो सोसल क्लास त पढेको hold on तिमीहरूको टर्न हामी ठकुरी हो ठकुरी Bro, I got the brains, man. I got the brains, I got the fucking brains, bro. तर एउटा है शाह मल्ल पनि ऊ ठकुरी हो थाहा छैन कि थाहा छैन bro. Fuck that. जे हो man. Bro, big brain. मैले त ठकुरी लागेर मेरो टिममा के हुन्छ? We the winners के Last time पनि म जिते, अहिले पनि म जिते, जहिले म जित्छु यस्तै हो. ए जय ठकुरी राजा, let's go. टेन्सन दियो हैन तिमीले एकछिन तर राम्रै छ हैन ल एकछिन गाह्रै पार्दियो हामीलाई हैन त्यो ज्यादा हुन्छ बाइ बाइ ल That wraps up Guest at the City Part 2. Let's Our go. winners, Team Ozone Fatty. 3-2. Guys, म यति भन्छु how do you guys feel? devastated ट्राई त गरे खतरा Try त गरे। भने त भने नै हो भन्न त भने Last time कस्तो लाग्यो तिमीलाई? लास्ट राउन्ड कम्पिटिटिभ थियो दुवै टिमले दामी दियो तर उनीहरू बेटर रहेछ क्या हामी बेटर उनीहरू बेटर रहेछ क्या and I respect her होइन किनकि यिनीहरूले गेस हान्थ्यो नि त यिनीहरू ठ्याक्कै दियो क्या हामीले गर्न सकेन ल तिमीहरू भन न यस्तो हो लास्ट पार्ट 1 मा चाहिँ मैले जिते पार्ट 2 मा पनि मैले जिते सो के रहेछ भने आई एम द स्मार्टर गाइ पार्ट 1 मा जित्यो र ड्र भएन र मैले जितेको थिएँ अहिले छोड्दैन I think draw त्यहाँ मैले भनेको त्यहाँ अब म स्मार्टर रहेछु हैन अब त्यति मात्रै भन्नु मन छ तर आई रेस्पेक्ट देम गाइस हैन के छ अब हामीले चाहिँ एक एक जनालाई एउटा डेयर दिन्छौँ हैन हल्का सोच्नु पर्ने हुन्छ हल्का टाइम देऊ सोचौँ त एकछिन एउटा फ्यान सर्भिस भनेर यसलाई टोर खान लाग्यो कि फ्यान सर्भिस रे टोर कति हालेपछि भइसक्यो टोर किनकि एजले टोर खाने भने सबजना हुन्छ मलाई त्यो चाहिँ थाहा छ होइन त्यो हल्का क्रिएटिभ हुन होइन त्यो तँले टोर खानेछ भने 10,000 भ्युज आयो भने त्यो 10,000 मा 9,000 मै हुन्छ क्या त्यो हो कुरा होइन एजेलाई चाहिँ त्यो गर एजेलाई चाहिँ त्यो गर के एजलाई टोर्क एकछिन विल रिभिल एकछिनमा अब उपतिसको टर्न उपतिसलाई के गर्ने केरा छैन केरा उपतिसलाई फेरि केरा जुझाउनु हुन्थ्यो होइन मसँग छ एउटा केरा छ न त होइन उपतिस ओजन सोच त उपतिसको मुख हेरेर एकचोटि के दिउँ होला उपतिस ओजनलाई जे भन्नु मन छ भन ओजनले सोच्छ तिमीलाई ए म त माया गर्छु ओजनलाई तँ सोच्नु निश्चलले निश्चललाई चाहिँ हामी सोचौँ न त ल गेस छ हल्का त्यस्तो लाइट अब हल्का कपडा सपडा खोल्न लगाउने ल क्राउ 3-2 तिमीहरू हारेको छौ यस सर बिग स्टेक्स अन द लाइन थियो है इट वाज अ गुड फाइट हो तिमीहरू हारिसक्यो दे आर द विनर्स एन्ड दे आर गोना गिभ यु डियर इच लाइक एउटा डेयर होइन यस ल एजले के सो फर्स्टमा म निश्चलबाट सुरु गर्छु निश्चल चाहिँ कुखुरा बन्नुपर्छ फर 30 seconds 30 हैन 15 seconds and then उपदेशलाई चाहिँ म के भन्छु भने चाहिँ उपदेशले आम सरी ड्याडी गरेर 10 चोटि यता उठबस गरेर भन्छ त्यस्तै केही अनि एजीको लागि चाहिँ हल्का स्पेसल फ्यान सर्भिस भन्थ्यो कुलित वाप गर्नुपर्छ
The WAP challenge. वेट एस पुसी पारामा होइन Whoa. ल केटा ल लेट्स स्टार्ट लेट्स स्टार्ट द डे होइन कस्तो कुखुरा चाहियो हेर्दिम हेर्दिम यो हल्का त ठिकै छ हौ मुजी ल लेट्स गो ओइ यो त बेटर रहेछ यो त्यो बेटर इट वाज गुड है इट वाज गुड यो त झन् बेटर छ I'm sorry, Daddy. I'm sorry, Daddy. I'm sorry, Daddy. इट्स ओके I'm sorry. I'm sorry, Daddy. I'm sorry, Daddy. लाउडर लाउडर I'm sorry, Daddy. गुड बोय Stop, make it drop. That's a whap. त्यति हो यो चाहिँदैन नि होइन यो यस्तो ए अँ यो चाहिन्छ एकचोटि फेरि लास्ट एकचोटि देखा त From the यस्तो होइन फ्रम द टप make it drop. That's a whap. लामो तिनचोटि गर्छ मुजी तँलाई यहाँ राख्छु नि के तिनचोटि गर्ने मुजी यहाँ जे छ त्यही गर के त्यही त जे छ यहाँ त्यति मात्रै गर्ने होइन मुजी तिनचोटि ओइ कस्तो थियो ल यस्तो फ्रम द टप मेक इट ड्रप ल 1 2 3 गो फ्रम द टप मेक इट ड्रप द्याट्स अ Thank you very much, guys. Hey, this wraps up our video. This was Ghodaharu Guest and City Part 2. Winners or यहाँ छँदैछ, losers यहाँ छँदैछ. अब होइन पार्ट 3 मा Part 3 पार्ट 3 मा जित्नु Stay tuned. हेर्दै गर्नु होला, subscribe गर्नु, like, comment, share गर्नु, and टिममा भएकोले huge shout out to Aura Production. and thank you and New let's get it guys thank you